हेलो गाइज यो बुटोल जाने बाटो हो। यो बुटोल जाने बाटो चाहिँ नि यो जोर्तेको उकालो हो। हेर्नुहोस् अहिले ढलान गरेर यस्तो चटाक्क परेको छ कि आनन्द हिँड्नुमा पनि कति आनन्द छ। हेर्नुहोस् अहिले बाटो फराकिलो छ, डबल बाटो भएको छ। यो बाटो पहिला बहुत साँघुरो र सानो बाटो थियो, अहिले धेरै ठुलो र फराकिलो भएको छ। गाडीलाई हिँड्न यति आनन्द भएको छ कि आफ्नो आफ्नो गन्तव्य आफै आनन्द तरिकाले हिँड्न सक्ने भइसकेको छ। ल हेर्नुहोस्, राम्रो लाग्छ, धेरै राम्रो बाटो बनेको छ यहाँ। हजुरहरू यता रेडीतिर घुम्न आउँदाखेरि यो बाटो भएर जानुपर्छ। धेरै राम्रो छ हजुर, बाटो बहुत बढिया बनेको छ। त्यहाँ माथि बिचमा मन्दिर छ, विश्वकर्माको मन्दिर। यहाँ अवश्य दर्शन गर्नु होला। भनेको चिताको पुग्ने छ हजुर। बहुत राम्रो छ, बहुत राम्रो। या विश्वकर्मा बाबाको जय हो। यो दृश्यमा हेर्न सक्नुहुनेछ, बहुत बढ़िया र बढ़िया लागेको छ। यो बाटो बहुत बढ़िया छ। अलि क्यामेराको क्वालिटी छैन, नत्र भने त भिडियो त बहुत दामी आउँछ। क्यामेराको क्वालिटी छैन हजुर। क्यामेराको क्वालिटी भएको भए अझै दामी देखिन्थ्यो होला, तर अब समस्या त्यही त हो नि हजुर। सबै रुपियाँको खेल हो। यो रुपियाँले गर्दाखेरि अब अलि सस्तो मोबाइलले खिचेको भिडियो हो, यो क्यामेराले खिचेको भिडियो हो। अब महँगो मोबाइल भएको भए त अब टाढाको चिज पनि नजिक ल्याएर हेर्नलाई बहुत दामी हुन्थ्यो, तर के गर्नु सकिन्न, पैसै छैन हजुर। के गर्ने अब, यस्तै भिडियो बनाएर हिँड्ने हो हजुर। हस् त हजुर, नमस्कार। आइनौ तिमी भन्ज्याङमा पर्खिँदा, साँझ पर्यो म घर फर्किँदा, तिमीले दिएको चिनो हरायो, तिमीले दिएको चिनो हरायो। सम्झी रुनी गरायो।